छिट्टो बनाउनु ल ग्रेभी हल्का ग्रेभी यहाँ चाहिँ बस्तीको सुँगुरको मासु काट्नु हुँदैछ दाजुले डिनरको लागि। यहाँ चाहिँ भोलि भाइटिकाको लागि माला उनाइ हुँदैछ। भयो आमा कोकुले थ्यांक यू कोकले चलाको थियो के भन्नु छ भाउजू तपाईलाई? छैन सृष्टि नबिगार्ने उल्टा र पल्टे हैन आमा के हुन्छ अन्त म चाहिँ अब सुँगुरको मासु बनाउनु आँटेको छु हो। यो चाहिँ चटनी र मासुको लागि। सुँगुरको मासु चाहिँ यहाँ छ। कराईहरू दुइटा बसिसकेको छ। यसमा चाहिँ चटनी, यसमा चाहिँ सुँगुरको मासु। यहाँ चाहिँ गाईको दुध दुहेर लिइसकेको छ हो। गाइस यसपालि चाहिँ दसैँ दिवाली छिटो छ है भाउजू। अन्त चाहिँ यो फुलहरू चाहिँ पुरा धेरै रोपेको छ तर टाइममै फुलेन। मतलब यतिको चाहिँ भएको छ। अब चाहिँ नत्र भने यत्रो ठुङ्गा हुन्छ नि त। यत्रो ठुङ्गा हुन्छ नत्र भने अलि चाहिँ कलिले चाहिँ साने त्यही भएर म जबरजस्ती अब टिप्नु पर्यो। अन्त यहाँ चाहिँ उन्दैछ माला। अब यो दिवाली सकेर चाहिँ फेरि फुल्छ होला है यत्रो हुँदै। देखाउ त सिस्टर कसको लागि यो चाहिँ आफै लाउँछ सिसीले बुनेको यत्रो टाउकोमा पनि छिर्दैन त्यो। टाउकोमा भाइको टाउकोमा लगाइदिनु नि ल ए हुन्छ त त्यसको यता लाउनु हुँदैन त आजै यता लाउनु हुँदैन है मैले चाहिँ यसमा जिरा हो अन्त अदुवा लसुन भर्खर हालेँ। अब मसलाहरू हाल्छु एकछिनबाट मिट मसला हो। र मैले चाहिँ टमाटरहरू पनि सबै हालिसकेको छु। जे हाल्नुपर्ने त्यो सबै कुरा हालिसकेको छु। र म चाहिँ यहाँ बनाउँदैछु हो। अन्त चाहिँ लास्टमा मैले धनियाँ एड गरिसकेको छु। अन्त यस्तो भएको छ हो सुँगुरको मासुको लुक चाहिँ हेर्दै खाउँ खाउँ दामी भएको थियो खाँदा पनि वाउ। र लास्टमा चाहिँ मैले आमाको लागि ढेँडो बाटिदिँदैछु किनभने आमाले चाहिँ राइस खानु सक्नु हुँदैन र पहिल्यैदेखिको ढेँडै खानुहुन्छ नि त। पहिला उहिलेदेखिकै ढेँडो खानुभएको। र यस्तै छ मेरो भ्लग। थ्याङ्क यू बाई।